आज सिंह मधेस हाम्रो प्रधानमन्त्रीको उम्मेदवार हाम्रो आदरणीय सभापतिज्यू रवि लामी छाने जो परिवर्तन गर्ने भएर छन् भएको छ उहाँलाई सुन्न चाहनु भएको छ म त तपाईहरुको बिचमा 24 घण्टा सधैँ छु म पनि उहाँलाई सुन्न चाहन्छु त्यही भएर छोटो म तपाईहरुलाई टुङ्गा दिन्छु जय मधेस जय देश आपकी बात धन्यवाद जय मधेस अब हामी राष्ट्रिय स्वतन्त्र पार्टीका जय मधेस जय जानकी मलाई याद छ 2079 साउन 28 गते यही पवित्र भूमिमा मैले खुट्टा टेक्दै गर्दा हाम्रो पार्टी सभापतिज्यूले भन्नुभएको थियो ममता यो देश बनाउनु भनेको केवल एउटा प्रदेश हो त्यो मधेस प्रदेश हो हाम्रो अग्रपन्थीमा बस्नु भएका हामी सबै मधेसी समग्र देशवासीको ढुकढुकी आदरणीय बालेन्द्र शाहज्यूको साहसले आज समग्र मधेस जागिसकेको छ देशको केन्द्रबिन्दुमा बसेर आज एउटा इन्जिनियर पेसाबाट आएर देश कसरी बनाउनु पर्छ देशको संरचना कसरी निर्माण गर्नुपर्छ भन्ने कुराको उदाहरण ज्वलन्त यही उपस्थित हुनुहुन्छ आदरणीय अब हामीसँग छुट छैन धेरै पछिका कुरा त के गरौँ 2007 सालदेखि लिएर 2062-63 को आन्दोलन र अहिले भर्खरै देशमा शहादत प्राप्त गर्नुभएका 75 जना बलिदानको अवस्था यो परिस्थितिको अवस्था अब एउटा विकल्प छ त्यो विकल्प के हो देश बनाउनु पर्छ अब मधेसको बलिदान दिवस मनाइँदै गर्दा मधेसको लागि रगत बगाएका शहीदहरूले न्याय पाइरहेको अवस्था थिएन तर आज संयोग हेर्नुहोस् आजकै दिन अब परिवर्तन गर्न सकिँदैन भनेर जसरी निर्माण गर्नुभयो आज यो पार्टीमा हाम्रा बालेन्द्र शाहज्यू मधेसको छोरो सन्जुको हिसाबले मधेसको छोरो राजनीतिको महसुस गरेको छु किनकि आज बालेन्द्र शाह र रवि लामी छानेको उपस्थितिले देश हाँसेको छ देशले आजाद पाएको छ देशले भविष्य देखेको छ आदरणीय म धेरै कुरा लेख्न चाहन्न यहाँहरूलाई थाहा छ देशव्यापी रूपमा हामी परिवर्तनको उत्कर्ष लिएर देशव्यापी रूपमा हिँडिरहेका छौँ मधेसमा हामी तपाईँहरूसँग विशेष गरी आग्रह गर्न चाहन्छौँ यसपटक नेपालको जनसङ्ख्याको सबैभन्दा ठुलो हिस्सा इतिहास बोकेको सभ्यता तपाईँको ठाउँ हो मधेस सीतामाईको ठाउँ हो मधेस इतिहास बोकेको ठाउँ हो मधेस